10 औँला जोडेर तपाईहरू सबैलाई यो प्रवासको बस्तीबाट यो प्रवासी चेलीको सम्झना छ अनि नमस्कार छ है। तपाईलाई थाहा भइसकेको छ आज विशेष गरी मेरो जन्मदिन परेको छ। मैले मेरी आमासँगको तस्बिर राखेर मेरो जन्मदिन आज भनेर मैले देखाइसकेको छु। तपाईहरू धेरैले आशीर्वाद दिनुभएको छ। तपाईहरू सबैलाई धन्यवाद छ है, एकदमै हृदयदेखि नै। अनि आजको दिनमा विशेष गरी श्रेय म मेरी आमालाई दिन्छु। आमाले मलाई चिनाउनु भएको मेरो बुबा स्वर्गवासी हुनुहुन्छ। स्वर्गवासी बुवाको आशीर्वाद अनि मेरी आमाको आशीर्वाद अब मलाई मेरो जीवनमा यहाँ भन्दा अरू धेरै केही पनि चाहिन्छ जस्तो लाग्दैन। मेरा बुबा र आमाको आशीर्वाद सधैँ लागिरहोस् यति नै चाहन्छु। मेरो अबको जीवनको यात्राको साथमा यही आशीर्वाद साथमा रहनेछ। र यसै क्रममा आजको दिन पारेर मैले एउटा निर्णय गरेको छु, जुन निर्णय कुनै एउटा फाउन्डेसनलाई 50,000 सम्मको त्यहाँ स्टेसनरी सामानहरू किनेर पठाइदिने एउटा निर्णय गरेकी छु मैले। जुन फाउन्डेसनको नाम छ सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर 5 महुवन गाउँ दलित तस फाउन्डेसन नेपाल पर्सा जिल्ला मध्य प्रदेश। यो फाउन्डेसनको अध्यक्ष चाहिँ मनोज राम हुनुहुँदो रहेछ। उहाँलाई मैले सम्पर्क गरेँ केही समय अगाडि र उहाँले एउटा म्यासेज छोड्नु भएको थियो। आज विशेष गरी उहाँले भन्नुभएको थियो मेरो जन्मदिनको विश गरेर यहाँ केही दलित बच्चा बच्चीहरू यो फाउन्डेसनमा राखेका छौँ म्याम, तपाईँले सकेको आज जन्मदिन परेको रहेछ, केही सहयोग गर्न सक्नुहुन्छ भने यी बच्चाहरूलाई स्टेसनरी कुराहरू सहयोग गर्नु न भनेर मलाई कृपया भनेर म्यासेज गर्नुभएको थियो। त्यो म्यासेज मैले पढेपछि मलाई त्यो एउटा अर्कै किसिमको एनर्जी आयो। हुन त मैले पहिला पनि धेरै ठाउँमा गरेको छु। म यो सोसल मिडियामा निकालिराख्न चाहन्न सबै कुराहरू, तर एउटा कुरा यसो सोच्छु यो निकाल्नु पनि पर्ने रहेछ, किनकि तपाईँ हामी जो यो एउटा सहयोगतिर नगएका तपाईँ हामी कोही व्यक्ति छौँ भने अरूले गरेको देख्दाखेरि पनि यो सहयोगतिर गरौँ जस्तो लाग्ने एउटा भावना आउने, त्यो पनि एउटा शिक्षा बन्न सक्छ कि भनेर यसलाई निकाल्नु पनि पर्छ कि जस्तो लाग्छ मलाई पनि हैन। र यसो हेरेँ उहाँहरूको त्यो बच्चाहरूको त्यहाँको अवस्था हेर्दाखेरि अब उहाँले भन्नुभयो दलित बच्चाहरू भन्नुभयो। म यसलाई यो दलित भन्ने कुरालाई पर राख्छु। मित्र साथी मनोज राम, हजुरले दलित बच्चाहरू भन्नुभयो, तर यो बच्चाहरू हाम्रा बच्चाहरू हुन्, दलित होइनन्। म यो दलित भन्ने शब्दलाई परै राख्छु। अघि भने हाम्रो जात धर्म संस्कार संस्कृति सम्प्रदाय हाम्रो आफ्नो आफ्नै होला, तर हामीले परिभाषित गर्नुपर्दा हाम्रो शब्दबाट उच्चारण गर्नु पर्दाखेरि दलित भन्ने कुरा, सानो जात भन्ने कुरा ननिकालौँ। हामी सबैभन्दा महानता यहीमा ठानौँ होइन। र अर्को कुरा यी बच्चाहरूको लागि स्टेसनरी सामान किनेर म आज मेरो जन्मदिनको दिन पारेर 50,000 सम्मको सहयोग यहाँलाई गर्ने निर्णय गरेकी छु। र मैले उहाँलाई रिक्वेस्ट गरेँ म आफै स्टेसनरी सामानहरू किनेर हजुरहरू समक्ष त्यहाँसम्म आउने एउटा माध्यम म गर्छु, त्यो माध्यम बनाइदिनुहोस्, म आफै खरिद्छु भनेर भने। अनि उहाँले मलाई एउटा नम्बर पनि दिनुभएको छ उहाँहरूले लाने स्टेसनरी सामानहरूको पसलको। र त्यो पसलको उहाँ साथीको नाम रहेछ मनिष शाह, वीरगन्जमा रहेछ यो स्टेसनरी पसल। र उहाँले नम्बर पनि मलाई दिनुभएको छ। यो नम्बरमा सम्पर्क गरेर म अब आज त म समय मिल्दैन, अलिकति समय चाहिन्छ, भोलि या पर्सि कुन दिन हुन्छ म यो समय निकालेर उहाँसँग सम्पर्क गरेर स्टेसनरीबाट म 50,000 सम्मको कापी कलम डट पेन के चाहिनेछ आवश्यकताका कुराहरू यो फाउन्डेसनलाई प्रदान गर्ने निर्णय गरेकी छु आजको दिनमा। आज यो तपाईँहरूलाई यो भिडियो मार्फत भने मैले। र एउटा कुरा के भन्छु भने तपाईँ हामी जन्मियौँ, के का लागि जन्मियौँ, के का लागि दुःख गरिरहेका छौँ र के का लागि हामी सपनाहरू बटुलिरहेका छौँ,
त्यो तपाईँ हामीलाई नै थाहा छैन। तर हामी हिँडिरहेका छौँ त्यही बाटो, हामी पछ्याइरहेका छौँ त्यही बाटोलाई, हामी पछ्याइरहेका छौँ हाम्रा अधिकांश इच्छा आकाङ्क्षाहरूलाई, जहाँ कुनै ठाउँमा पुरा हुन्छन्, कुनै ठाउँमा अधुरै रहन्छन्, तर पनि हामी हाम्रो जिन्दगी चलाइरहेका छौँ। सबै कुरा सबैलाई पर्याप्त हुन्छ भन्ने छैन। मानिसलाई केही कुरा भगवानले दिन जानेका छन् भने केही कुराहरू लुट्न पनि जानेका छन्। केही कुराहरू सबै भगवानले एउटा लगाइदिएको त्यो सिस्टम भनौँ न, एउटा हामीले पाउने सिस्टम अनुसारको नम्बर वाइज केही कुराहरू पाइन्छ भने हामीले हाम्रो कर्म गर्नुपर्छ। कर्म बिनाको फल हामीले खोज्नु हुँदैन। त्यसैले मेरो जिन्दगीमा म सोच्दिनँ मैले के पाएँ, मैले के गुमाएँ। म यही सोच्छु कि मेरा आउँदा दिनहरूमा मैले के पाउने छु र मैले गरेको कर्मबाट भोलि मैले कुन सन्तुष्टि लिनेछु, म यही सोच्छु। तपाईहरूलाई कस्तो लाग्छ मलाई थाहा छैन। सबै मानिसको आफ्नो आफ्नो सोच, आफ्नो आफ्नो विचार हुन्छ। तर मलाई लाग्छ म सबै जस्तो हुन्छु भन्ने होइन कि मै जस्तो हुन्छु, म अरू जस्तो हुँदिनँ, मै जस्तो हुन्छु। मै जस्तो भएर मात्रै मैले जीवनको अर्थ बुझ्छु। अरू जस्तो हुन चाहेँ भने त मैले जीवनको अर्थै बुझ्दिनँ नि। म त्यो सोच्छु के। त्यही भएर तपाईहरू सबैलाई एकदमै धन्यवाद। तपाईहरूको माया चाहिँ मलाई चाहिन्छ है। माया बेगर चाहिँ म यो सोसल मिडियामा कराउन सक्दिनँ, कराउन मेरो बल पुग्दैन। मेरो बल पुग्नको लागि तपाईहरूको साथ नै चाहिन्छ। सबै कुरा सबैलाई यस्तै हो। जिन्दगी हाँसौँ, खुसी रहौँ, बाँचौँ, आफूले गर्ने कर्तव्य पनि गरौँ, आफू रमाउने ठाउँमा रमाउँ पनि। तपाईहरू मलाई कति खुसी भएको देख्नुहुन्छ। म कति तपाईहरूको म्यासेज पढ्छु होइन। तर यथाह पीडाहरू पनि छन्। खुसी मात्रै मैले बटुलेर हिँडेकी छुइनँ। मेरा पीडाहरू अनियन्त्रित छन्। तर त्यो पीडा, कुनै पीडा आयो मसँग, कुनै मलाई केही चिजहरूले थिच्यो, मैले त्यो थिचेको चिजबाट मलाई त्यो खिचिएको ठाउँबाट निस्किने मैले बाटो खोज्नु पर्ने अवस्था हुन्छ। तपाईहरूको पनि त्यही हो। जहाँ तपाईँ खिचिनु भएको छ त्यहाँबाट निस्किने कोसिस गर्नुहोस्। खुसी आफै मिल्छ। खुसी कसैले दिने, कसैले दिएको लिने होइन। तपाईँ खुसी आफै भित्र आफ्नै यही